हेलो साथीहरू, नमस्कार सबैमा। हजुरहरूको दशैं तिहार कस्तो भयो त? मलाई लाग्छ सबैको राम्रै भयो होला, हैन त? अनि दशैं तिहारमा कसले ट्वाक्क अनि च्वास्स परेको अचार खानु भयो त? मैले त दशैंमा काँक्रोको खल्पी अचार बनाएको थिएँ। सायद हजुरहरूले मेरो अघिल्लो पोस्ट हेरिसक्नु भयो होला। नहेरेको भए अवश्य हेर्नु होला है। त्यस्तै तिहारको लागि पनि मसालेदार खुर्सानीको अचार बनाएको थिएँ। तिहारको व्यस्तताको कारण भिडियो पोस्ट गर्न नै भ्याएको थिइनँ। खास गरी यो अचार मेरो सासू मम्मीले वर्षेनी जाडो महिनामा बनाउने गर्छिन्थ्यो। जाडो महिनामा बनाउनुको कारण भनेको यो अचारमा चाहिने सामग्री मध्ये निबुवा यही महिनामा मात्र पाइन्छ। खास कुरा भन्नुपर्दा यो मेरो सासू मम्मीको रेसिपी हो। उहाँ स्वर्गीय भएको पनि 3 वर्ष भइसक्यो। आज मलाई उहाँले सिकाइसकेको रेसिपी हजुरहरू समक्ष सेयर गर्न मन लाग्यो। उहाँकै रेसिपी भएको कारणले हाम्रो फ्यामिलीमा यस अचारको नाम मम्मी अचार भन्ने गरिन्छ। यस्तो अचार हाम्रो फ्यामिलीका सबैजनाले खाने गर्छिन्छ। हजुरहरूका कसले खानु भएको छ? अब कुरा गरौँ यस अचार बनाउँदा चाहिने सामग्रीहरू। जिराको धुलो, धनियाको धुलो, टिमुर, कैलो तिल, कालो जिरा, मुलाको बिउ, यी सबैलाई मिक्सरमा पिसेर रेडी गर्नुपर्छ। र एक दिन अगाडि नै हरियो खुर्सानी, डल्ले खुर्सानी, लसुन र अदुवालाई मसिनो पिस गरेर काटेर घाममा सुकाउनु पर्छ। अर्को मुख्य कुरा भनेको निबुवा हो। मैले यहाँ 6वटा निबुवा लिएकी छु। निबुवालाई बोक्रा निकालेर त्यसको रस निकाल्नुपर्छ अनि केस्रा पनि। यसरी हाम्रो सबै सामग्री तयार भइसक्यो। अब पकाउने तरिका भनौँ है त। सर्वप्रथम एउटा कराईमा तेल तताउने। तेल तातेपछि मेथी पड्काउने। मेथी कालो भएपछि काटेर राखेको खुर्सानी, अदुवा, लसुन ओइरिनुपर्छ। अदुवा, लसुन, खुर्सानीलाई चलाउँदै जाने। अलि ब्राउन भएपछि स्वाद अनुसार नुन हाल्ने। बेसार अनि खुर्सानीको धुलो पनि राखिदिने। त्यसपछि तयार पारेर राखिएको मसलाहरू क्रमैसँग ओइरिनुपर्छ। सबैलाई मजाले चलाउँदै जानुपर्छ। मसला पाकेपछि निचोरेर राखेको निबुवाको रस र केस्रालाई पनि हालेर चलाउनुपर्छ। साथै थोरै हिङ पनि हाल्नुपर्छ है। यति गरेपछि अचार नमिठो हुने त कुरै भएन, हैन त? ल हेर्नुस् त, हेर्दै खाउँ लाग्ने भएन त? मेरो त मुखबाट पानी नै आयो हेर्दा। आहा, खाँदा झन् कस्तो मिठो थियो। हजुरहरू पनि ट्राई गर्नु होला है। हस् त, थ्याङ्क्स फर वाचिङ। हेरिदिनु भएकोमा धन्यवाद। हजुरहरूलाई मन पर्यो भने लाइक, कमेन्ट र सेयर पनि गरिदिनुहोस् है त। थ्याङ्क यू। सी यू अगेन।